एज अ सिटिजन यु एक्सपेक्ट टु हेभ भोटिङ राइट्स होइन, तर भोटिङ राइट्स छैन एनआरएनलाई भनेपछि इट वुड हेभ बिन बेटर टु गेट अ एनआरएन कार्ड। सिटिजनसिप भन्ने चाहिँ शब्दसँग तपाईँको त्यति सहमति छैन, त नराख्दा हुन्छ भन्ने तपाईँ? यु डोन्ट हेभ भोटिङ राइट्स, त्यसैले किन राख्ने होइन, त्यो कार्डले भोटिङ राइट्स दिँदैन। ओके, यो 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 प्रश्न चाहिँ तपाईँ आफै 13 वर्ष बाहिर बस्या हुनाले तपाईँ जति बुझ्नुहुन्छ सायद अरूले त्यति बुझ्दैन भनेर मात्रै गरेँ मैले। डायस्पोरालाई हेर्ने दृष्टिकोणमा नेसनको ओपिनियन्स कि तपाईँको ओपिनियन मैले सुने यस्तो होला मेरो ओपिनियनमा थप गर्दाखेरि एनआरएन पनि एकदमै पार्टी लाइन्स अलङ भइरहेछ होइन। त्यसले ठ्याक्कै लाइक इन्स्टेड अफ क्यारिङ द की एजेन्डा डायस्पोराले कसरी कन्ट्रिब्युट गर्ने कसरी इन्गेज हुने भन्दा पनि कुन चाहिँ नि पार्टी त्यो पावरमा छ उसलाई गाह्रो हुने नहुने गरी के गर्ने भनेर त्यो सोचमा बढी गए जस्तो पनि लाग्छ कहिले पोलिटिकल इन्फ्लुएन्स। त्यो म बुझ्दिनँ कि खास वाइ डु यु निड द्याट एडिसनल आइडेन्टिटी। नेपाली भइसक्यो, तपाईँले नेपालको नागरिकता त्याग्नु भएको छैन भने तपाईँ नेपाली नै हो होइन। तपाईँले नेपालको नागरिकता त्यागे पनि तपाईँले यु नो यु वान्ट टु रिमेन कनेक्टेड विथ नेपाल, एनआरएन भन्ने नन रेजिडेन्ट नेपाली भन्ने लिन पाउँछ। त्यसमा एडिसनल आइडेन्टिटी अफ म यो पोलिटिकल पार्टीको मान्छे भनेर किन चिनाउनु पर्ने? वाट एडिसनल बेनिफिट इट गिभ्स आई डोन्ट नो, एक्सेप्ट मेबी के भन्छ मैले तपाईँलाई यहाँ घुमाएको थिएँ सो डु दिस वर्क फर मी इन नेपाल भन्ने त्यो गिभ एन्ड टेकको बाहेक त्यो त्यसैले तपाईँले पहिलो प्रश्न सोध्नु भएको थिएन योसँग पनि कनेक्टेड छ क्या। मेरो एउटा ड्रिम भनेको चाहिँ नि नेपाली मान्छे नितान्त नेपाली मात्रैको एउटा आइडेन्टिटी बोकेर बस्ने लेभलमा लानुपर्छ। कसरी लाने त? जुन देशको पोलिटिकल पार्टी क्याडर बेस छ, जसले तपाईँले 10औं लाख रजिस्टर्ड मेम्बर बनाएको छ क्याडर। तपाईँलाई क्याडर भन्ने शब्ददेखि एलर्जी किन म बुझ्दिनँ होइन। किनभने अहिले मैले तपाईँलाई भर्खर जुन तथ्याङ्क दिएँ त्यो गाउँमा चेन्ज गर्नुपर्ने छ नि होइन। मैले केटा र केटी भन्ने समान हुन्छ, त्यो केटालाई प्रिफर गर्नलाई त्यो केटी बच्चालाई गर्भमै मार्नु पर्दैन भन्ने त्यसको त मलाई मेसेन्जर्स अफ चेन्ज चाहिन्छ क्या। मलाई मेसेन्जर अफ चेन्ज चाहिन्छ। अब त्यो मेसेन्जर अफ चेन्जलाई तपाईँलाई क्याडर भन्नुहुन्छ कि तपाईँले के भन्नुहुन्छ, वाट एभर इट इज, तर मलाई त्यो चाहिन्छ। I need everybody in a गाउँ to tell, to really uplift the concepts of society. To reach out to every single families. Yes, we have to. उनीहरूलाई अवेयर बनाउने केसमा चाहिँ एउटा नेटवर्क त चाहियो। एउटा त्यो नेटवर्क चाहिन्छ। र दोस्रो यो कसरी बनाउने भन्ने प्रश्न को उत्तर चाहिँ सजिलो होला, इम्प्लिमेन्टेसन पाटो गाह्रो होला होइन। कि गाउँमा तपाईँले सहरमा अझ यो कम छ, तर गाउँमा मान्छेहरू बसाइ सराई किन गर्दैन? मेरो साथीले डोल्खाको अहिले पनि किन राख्छ, तैँले किन राख्छस् भनेर सोधेको थिएँ। एउटा काम गर्नु पऱ्यो भने तैँले कसलाई भोट हालेको थिएँ भनेर सोध्छ। सो आइ एम फोर्स टु के। सो गभर्मेन्ट सर्भिस डेलिभरी, दिस इज वाइ द डेलिभरी पार्ट इज सो इम्पोर्टेन्ट। गभर्मेन्ट सर्भिस डेलिभरीमा त्यो मान्छेले रातो निलो वाट एभर झन्डा बोक्या छ भनेर नहेरिकन उसको जे हो त्यही हुनुपर्ने गरी यदि हामीले सर्भिस डेलिभरी दिन्छौँ अनि हाम्रो नियम कानुन लजिकल छ, इट्स नट बेस्ड अन आर्केक लाइक परापूर्व कालको भनेपछि कसैलाई पनि त्यो बाध्यता नै हुँदैन। त्यसैले म बुझ्छु, तर यसबाट निस्किने भनेको त्यसैले मेरो ड्रिम नै त्यो हो। जब गभर्मेन्टको सर्भिस डेलिभरी इम्प्रुभ हुन्छ त्यति बेला कसैलाई पनि तपाईँलाई चिनिराख्ने बाध्यतै हुँदैन। फर इक्जाम्पल मेरो वेबसाइटमा मेरो इमेल एड्रेस छ, मेरो फोन नम्बर पनि छ होइन। दिस इज द सेम फोन आई क्यारी, तर तपाईँले पनि यु ट्राई टु फाइन्ड समबडी टु रिच मी, नाउ लुक एट इट नो। सो तपाईँले त त्यो कनेक्सन बनाउनु पर्छ भन्ने इभन आफ्टर यु बिन आउट अफ नेपाल 16 वर्ष अस्ट्रेलियामा बसे पनि तपाईँको त्यही मेन्टालिटी छ क्या। त्यो त चेन्ज कसरी गर्ने भन्दाखेरि यदि तपाईँलाई विश्वास हुन्थ्यो मैले सुमनाको वेबसाइटको इमेलमा इमेल गरेर उसबाट रेस्पोन्स पाउँछु भने तपाईँले किन च्यानल खोज्नु? म त विश्वास किन गर्दिनँ भने नि आई नेभर गेट रेस्पोन्स फ्रम सो मेनी अदर पिपल। यस, मान्छे त यसरी भन्छ। आई नो, अनि त्यही त चेन्ज गर्नु पर्यो भनेको नि।